आज यो देशलाई भ्रष्टाचारको चंगुलमा फसाउने मान्छेहरू फेरि तपाईं हाम्रा गाउँ समाजमा अगाडि पछाडि गाडीका लाइन लावा लस्कर लाएर आउँदैछन्। तिनीहरूलाई एकपटक प्रश्न गर्नुस्, त्यो गाडीका लावा लस्करको आय स्रोत के हो? त्यत्रा कार्यकर्ता भरण पोषण पालनको मासुभातको रक्सीको व्यवस्थापनको आय स्रोत के हो? प्रश्न गर्नुस्। यदि तिनीहरूले नैतिक ढंगले जवाब दिएनन् भने हाम्रा गाउँहरूबाट ती अनैतिक भ्रष्टाचारीहरूलाई लखेट्ने आँट गरौं, ती भ्रष्टाचारीहरूलाई नाङ्गे झार पार्ने आँट गरौं। यो अनुरोध गर्न हामी तपाईहरुको गाउँघरमा छौं, तपाईहरुका घर आँगनमा छौं। हामी म हरिश भट्ट तपाईहरुकै गाउँ टोलको मान्छे, वार्ड नम्बर 1 बन्सा तल्लो चौराको मान्छे। मैले हाम्रा मान्छेहरू जागरुक हुन पर्यो भन्ने अभियान लिएर आएको छु। तपाईहरुले यो विषय सुनिदिनु पर्छ। तपाई सबै आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, अब हामी झुटा आश्वासनमा पर्न हुन्न। यिनीहरूका चाहिँ विकासे कमिसन खाएर ल्याएका योजनाका आश्वासनमा तपाईँ हामी पर्न हुन्न। हाम्रा युवा आज खाडी बेचिएका छन्, प्रौढ मान्छेहरू गाउँमा छन्, अधवैंशी मान्छेहरू भारतमा मजदुरी गर्न बाध्यतामा छन्। हाम्रा कलिला नानीहरू समेत दुर्व्यसनमा परेका छन् र यो राज्य निलुवा बनेको छ, यो राज्य त्यसको मध्यहार बनेको छ। तपाईँ सबै आम मतदाता आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुहुनेछ भन्ने हामीलाई लाग्छ। आज यो देशको हरेक जनता समस्यामा छ, आज यो देशको हरेक नागरिक समस्यामा छ र त्यो समस्यामा पार्ने यो देशका भ्रष्ट र झुटा आश्वासन दिने नेताहरू भन्ने कुरा तपाईहरुले मनबाट बुझ्नुपर्छ। तपाईहरुले बुझ्नुहुनेछ भन्ने हामीले आशा लिएका छौं। तपाईहरुको पार्टीलाई नछोड्नुस्, तपाईहरुको आस्था नछोड्नुस्, तपाईहरु जहाँ हुनुहुन्छ त्यही बस्नुस्, तर त्यो पार्टीभित्र रहेका भ्रष्टहरूलाई चिन्नुस्, तिनीहरूलाई भोट नदिएर दण्डित गर्नुस् र तिनीहरूलाई गाउँ समाजबाट नाङ्गे झार पार्नुस् भन्ने हाम्रो कुरा छ। यो विषय तपाईहरुले बुझ्नुहुनेछ भन्ने हामीले आशा लिएका छौं। आज यो देश खरानीको डिस्कोमा उभिएको छ। तपाई हाम्रा जीवन जस्ताका त्यस्तै छन्। नगरपालिका घोषणा भएको छ, बाटो जस्ताको त्यस्तै छ। नगरपालिका घोषणा भएको छ, हाम्रो दुःख जाएको त्यही छ। आज हाम्रो गाउँ समाज जुवा तास रक्सीमा लट्टिएको छ र त्यसका नायिकाहरू यहाँका स्थानीय प्रतिनिधि भन्ने मान्छेहरू छन्। जाँड बेच्ने डिलरहरू यहाँका वडा अध्यक्षका छन्, यहाँका मेयरका छन्। तास खेलाउने अड्डाहरू यहाँका मेयरका छन्, यहाँका वडा अध्यक्षका छन्, यहाँका वडा अध्यक्षहरूका सदस्यहरूका छन्। तिनका विरुद्ध विद्रोह बोल्नको लागि पनि यहाँका आम मतदाताहरूले एउटा जागरूकता अपनाउनु हुनेछ र विद्रोह गर्नु